तपाईँले गुगलमा गएर केही एउटा सर्च गर्न खोज्नुभयो र हजुरको रिजल्ट विदिन मिलिसेकेन्डमा आइपुग्छ। आज भिडियोमा यही नै कुरा गर्नेछु, हजुरको डाटाले कहाँ घुमेर कसरी रिजल्ट लिएर आउँछ त। विदिन मिलिसेकेन्डमा ग्लोब घुमेर रिजल्ट कसरी आइपुग्छ त। सर्वप्रथम सबै कुरा सुरु हुन्छ हजुरको डिभाइसबाट। हजुरको डिभाइस मोबाइल या ल्यापटप हजुरको सुरुमै हुन्छ, इन्टरनेटसित कनेक्टेड हुन्छ। जब तपाईँले सर्च बटनमा गएर कुनै कुरा सर्च गर्नुहुन्छ, एउटा हजुरको डिभाइसले एउटा डाटा प्याकेट बनाउँछ। त्यो सर्च क्वेरीहरू आइपी एड्रेस र डेस्टिनेसन आइपी हुन्छ। डिभाइसबाट यो प्याकेट वाइफाई राउटर वा मोबाइल टावरतिर जान्छ। यसलाई पहिलो हप भनिन्छ। समय यसको 0.5 देखि 1 मिलिसेकेन्ड लाग्छ। राउटरले तपाईँको प्याकेटलाई आइएसपी इन्टरनेट सर्भिस प्रोभाइडरतिर पठाउँछ। हजुरले अब कुन युज गर्नुभएको छ, वर्ल्डलिङ्क युज गर्नुभएको छ, भाइनेट युज गर्नुभएको छ, क्लासिक टेक युज गर्नु, डिसम युज गर्नुभएको छ, आदि आदि इत्यादिहरू युज हुन्छन्। आइएसपीको ड्युटी के हो त? प्याकेट कहाँ पठाउने, कुन रुट छिटो छ, जाम भएको रुट छ कि छैन, र आइएसपीको नेटवर्कमा एकदम ठुलो फाइबर ब्याकबोन हुन्छ, त्यो प्याकेटलाई छिटो अगाडि पठाउँछ। अब आउँछ पार्ट 3, मेन इम्पोर्टेन्ट पार्ट, डिएनएस लुकअप। अब त्यो प्याकेट सिधै वेबसाइटमा जाँदैन, पहिला डिएनएस लुकअप हुन्छ। डिएनएस भनेको के हो त? डिएनएस भनेको धेरै ठुलो कुरो होइन, इन्टरनेटको फोन बुक जस्तै हो। उदाहरण, तपाईँले गुगल.com खोज्नुभयो भने इन्टरनेटले गुगल.com कहाँ छ भनेर डिएनएससँग सोध्छ र डिएनएसले वेबसाइटको आइपी एड्रेस फर्काइदिन्छ। जस्तै 1.42 1.250 त्यस्तै हजुरले देखेको पनि हुन सक्नुहुन्छ त्यसलाई। त्यसपछि मात्र प्याकेटले डेस्टिनेसन पाउँछ। डिएनएस लुकअपले कहिलेकाहीँ 20 मिलिसेकेन्डसम्म समय लाग्छ। अब आयो पार्ट 4, फाइबर अप्टिक ब्याकबोन र फाइबर अप्टिक केबलबाटै सबै डाटाहरू ट्रान्सफर हुन्छ। अब त्यो प्याकेट तयार भयो, यो फाइबर अप्टिक केबलको मार्फतबाट अत्यन्तै छिटो लाइट स्पिडमा ट्राभल गर्छ। अब प्याकेटले काठमाडौँ, बुटोल, इन्डिया, सिङ्गापुर जस्तै इन्टरनेट हब्सहरू पार गर्न सक्छ। कहिलेकाहीँ डाटा सेन्टर नजिक पर्छ, त्यो प्याकेट त्यहीँ जाने गर्छ, र कहिलेकाहीँ प्याकेटले हजारौँ किलोमिटर ट्राभल गर्नुपर्छ। अन्तिममा गएर प्याकेट डाटा सेन्टरसम्म पुग्छ। डाटा सेन्टर भनेको के हो त? हजारौँ सर्भर्सहरू कुलिङ 24/7 ब्याकअप भएको डिजिटल फ्याक्ट्री हो। विशाल हुन्छ, त्यो एकदम ठुलै हुन्छ। यहाँ के हुन्छ त? गुगलले रिजल्ट पाउँछ, च्याट जिपिटीले उत्तर बनाउँछ, युट्युबले भिडियो सजेसनहरू पनि यसैबाट निकाल्छ, डाटा सेन्टरबाट। सर्भर्सले रिक्वेस्ट प्रोसेस गर्छ, सर्भरले त्यो एन्सर तयार पारिसकेपछि एन्सर प्याकेटमै राखेर फेरि तपाईँको डिभाइसमा फर्काइदिन्छ। पार्ट 6, त्यो भनेको रिटर्न ट्रिप हो। हजुरको डाटा प्याकेट जसरी ट्राभल गरे त्यही रुट हुँदै हजुरको डिभाइससम्म आइपुग्छ, र यो विदिन 50 देखि 120 मिलिसेकेन्डमा पुरा हुन्छ, र हजुरको आँखा झिम्कनभन्दा पहिल्यै एन्सर आइसकेको हुन्छ।